आउने 50-60 वर्षभित्रमा नेपालको भविष्य कस्तो होला भनेर संसारभरिका विज्ञ र नेपाललाई बुझ्ने विज्ञहरूलाई सोध्ने भने कस्तो एन्सर आउँछ होला, के भन्छन् होला? यसको भौगोलिक, आर्थिक, उत्पादन, उत्पादकता, जनसङ्ख्या, जात जाति, धर्म र नेपालको प्रिहिस्टोरिकदेखि अहिलेसम्मको राज्य सञ्चालन, राजनीति सबै कुरा एकै ठाउँमा राम्रोसँग ट्रेसिङ गर्ने हो भने मलाई लाग्छ कोही पनि त्यसको आशावादी हुन्छ जस्तो लाग्दैन। र मेरो विचारमा चाहिँ नेपाल जस्तो देश एकदम सङ्कटग्रस्त देश हो र आउने 50-60 वर्षभित्रमा कोल्याप्स हुन्छ जस्तो लाग्छ हैन। अब यो सायद जुनै जस्तै विज्ञ मान्छे ल्याए पनि नेपालको बारेमा राम्रोसँग ट्रेसिङ गर्ने भने सायद आश लाग्दो ठाउँहरू धेरै छैन जस्तो लाग्छ हैन। यहाँको पहिलो कुरा यहाँको भूगोल सबभन्दा महत्त्वपूर्ण जिम्मेवार छ। नेपाललाई भन्छ नेपाल चाहिँ स्वर्गको देश हो, तर नेपाल जस्तो देश एकदम सङ्कटग्रस्त देश हो। यो भूगोल बाहिर सम्बन्धमा इन्टरनेसनल रिलेसन र आन्तरिक उत्पादन र उत्पादकतामा र सहरीकरण, औद्योगिकरण र यो इन्फ्रास्ट्रक्चर डेभलपमेन्टमा सबैतिर यसको बाधा हुन्छ। पहिलो भूगोल हेर्नुभयो भने आन्तरिक सम्बन्ध, बाहिर सम्बन्धमा हेर्ने नेपाल जस्तो भूपरिवेष्टित देश सानो र दुईटा ठुला देशहरू संसारभरिको ठुल्ठुला आर्थिक राजनीतिक रूपले र अपोजिट धारमा, अपोजिट डिरेक्सनमा उनीहरूको सिद्धान्त त छ र एकतिर चाहिँ दुईटा देशहरूकै हैन सम्बन्ध स्थायित्व राख्न पनि गाह्रो छ र यस्तो देशहरू सधैँ सङ्कटमा हुन्छन्। बाहिर सम्बन्ध त अरू देशहरूको पनि उदाहरण दिन सकिन्छ, राम्रै छ यदि गर्न सक्यो भने, राजनीतिक अवस्था राम्रो हो भने। तर यहाँको आन्तरिक उत्पादन उत्पादकतामा हेर्ने भने यो भूगोल एकदम जटिल छ। उत्पादन र उत्पादकता खासमा नेपालमा खासै धेरै छैन, आश गर्ने धेरै ठाउँहरू छैन। पहाड र हिमालको कम्बाइन पपुलेसन र जोग्राफी हेर्ने भने खासै उत्पादन गर्ने ठाउँहरू छैन हैन। उत्पादकता, आन्तरिक उत्पादकता खासै दिन सक्दैन र उत्पादन र नेपालको भूगोलको बारेमा अध्ययन धेरै पनि भएको छैन। कुन कुन ठाउँमा उत्पादन र उत्पादकता नेपाललाई हुनसक्छ यहाँको जमिनबाट भनेर डाक्टर हर्क गुरुङ र टोनी हेगन बाहेक अरू खासै यो अध्ययन पनि भएको छैन। यो त मैले एकदम होलसेलमा कुरा गरिरहेको छु। अर्को पाटो हेर्ने भने तपाईँको सहरीकरण र औद्योगिकरण, यो दुईटा संसारभरिमा विकास, एउटा देश विकास हुनको लागि यो एकदम पूर्वाधार नभई नहुने हुन् हैन। नेपालमा यसको खासै केही पनि देखिँदैन अहिलेदेखि हैन। नेपालको पहिल्यैदेखि यो बजार सहरीकरण र औद्योगिकरणको कुनै ट्याली छैन। उत्पादन उत्पादकता यो सबै मिलेर आउनुपर्छ, मिलाउनु पर्छ। यो काहीँ पनि मिलेको जस्तो देखिँदैन। विराटनगर मात्रै यस्तो सहर हो नेपालमा जसको उद्योग धन्दाबाट बन्या सहर त हो, तर यो पनि भारत र नेपालको बोर्डरको तराईको हिसाबले मात्रै अलिकति त्यो पनि हेर्न पर्छ। अरू सहरहरू जति पनि विकास जस्तो सहरीकरण भएको छ त्यो खासमा नेपालको उत्पादनसँग कुनै सम्बन्ध राख्दैन।